यहाँको चाहिँ बिचौलियाहरू त्यो जिम्मेदारहरू आएर पटक पटक चाहिँ धाकधम्की दिने नि कि तिमीहरू चाहिँ अलानीमा गएर पलानी गिराउने नि कि तिमीहरूले काम गर्दैन भने यहाँबाट भाग, तिमीहरू काम गर्दैन भने म यो गरिदिन्छु त्यो गरिदिन्छु चाहिँ धेरै तरिको धाकधम्की दिन्छ। हो, त्यही कारणले गर्दा यो रस्टरी भइदिएको भए हामीमाथि त्यस्तो व्यवहार हुँदैन जस्तो लाग्छ मलाई। तर यहाँको अरू मान्छेहरू, नेताहरू, गाउँ चलाउने व्यक्तिहरू, अलिक बुल्ले खालको व्यक्तिहरू त हैन। यो मुसर जातिले चाहिँ अब त्यो गाउँमा थियो सबै जग्गा के अरे जथाजम त्यो जग्गाहरू बेचेर अनि कि दारू रक्सी खाइदियो, सबै चाहिँ बेचिदियो। अब यहाँ आएर पनि चाहिँ दारू खाएर बेचिदिन्छ उनीहरू सोच। नागरिक भएको नाताले, नागरिकता भएको मान्छेहरूको त्यो सबैको रस्टरी भइसकेको छ। तर हाम्रै गाउँमा अहिले हेर्नुहोस् छ कि छैन पर्न, यो रस्टरी भएको छ कि छैन हेर्नुहोस् तपाईँ। यो सानो जात छ भनेर, दलित जात छ भनेर, फोहोरी जात छ भनेर चाहिँ उहाँहरू चाहिँ घृणा गर्थे। यिनीहरू चाहिँ साफ सुथरा रहँदैन, राम्रोसँग खानासाना खाँदैन। अब घरै छैन, आफ्नो खानालाई छैन भने घर कहाँबाट आउँछ? त्यो बेलाको सोचियो थियो कि अब खेतमा काम गर्ने मान्छे छँदै छैन। अब यहाँ ठुलो बडाहरूको गाउँ छ, यादवको गाउँ छ। अब एउटा लेबर खोज्नलाई चाहिँ धेरै टाइम लाग्छ। अब यहाँ त लेबर छँदैछ। अब यिनीहरूलाई अब दबाबमा राखेर, आफ्नो अधीनमा राखेर जे भन्छ त्यही गर्ने, त्यो काम गराउने मात्र सोच उहाँ हैन। त्यही गरेर दबाबमा राख्ने। त्यो बेलाको अवस्था हामीहरूको चाहिँ यो रस्टरी हुन्थ्यो। तर उनीहरूको सोच के थियो कि यिनीहरूलाई चाहिँ रस्टरी गरिदियो भने फेरि यिनीहरू चाहिँ अब हाम्रो अधीनमा हुँदैन, म भनेको काम त गर्दैन, आफ्नो आधारले चल्छ, आफ्नो आधारले हिँड्छ। फेरि म हित होइन, फेरि अर्को हित भइहाल्छ। मैले भनेको कुरा मान्दैन। अनि कि त्यही भएर अरू सोच चाहिँ उल्टाइ पल्टाइ गरेर त्यो हाकिमहरूलाई चाहिँ आफ्नो अधीनमा राखेर यिनीहरूलाई चाहिँ यो छोडिदिनु, कचौरा लेखेर हराइदिनु। यो यो मुसर जाति हो। फेरि यिनीहरूको रस्टरी गरिदियो भने फेरि दारू सारू शराब खाए पिएर बेचिदिन्छ। यो कुरा छोडिदिनुहोस्, यो जातै यस्तै हो। तर समय चाहिँ एकनासको हुँदैन। तर के भनौँ, अब दुःख त दुःखै नै हो। तर यो दुःख बुझ्नेवाला अब कोही भइदिएको भए यो राम्रो हुन्थ्यो। जो मैले भोगेँ, जो मैले गरेँ, हाम्रै जस्तै चाहिँ यो भूत भोगी हाम्रो बालबच्चा पनि यस्तो नहोस् भनेर म पनि चिन्तामा परेको छु। तर हेरौँ अहिले चाहिँ अहिलेको सरकार चाहिँ उहाँले के गर्नुहुन्छ भनेर यास गरेर बसेको छु। अब हाम्रो सुकुम्बासीको लागि, गरिबहरूको लागि अब उहाँले गरिदिनुहुन्छ, के सहयोग गरिदिनुहुन्छ भनेर अब आशा लिएर बसेको छु।